गाह्रो भए तापनि गर्न सक्छु भन्नेलाई अपर्च्युनिटी पनि टन्नै छ है। तर स्ट्रगल चाहिँ आफूले जागिर खाएको अवधिभरि स्ट्रगल चाहिँ गर्नै पर्छ क्या। ट्रेनिङ सुरु भएको 1 महिनामै के भन्छ जागिर छोडौँ खालको रिग्रेट चाहिँ कसैलाई नहोस् होइन। यहाँ बसेर दुःखै गर्छु होइन, अब राम्रो तालिम गर्छु, राम्रो गर्छु भन्नेहरूको लागि चाहिँ अपर्च्युनिटी चाहिँ छ है। हेलो एभ्रीवान, वेलकम ब्याक टु माई एनदर भिडियो। स्पेसली यो भिडियो चाहिँ उहाँहरूको लागि बनाउँदैछु जो चाहिँ होइन नेपाली सेनाको जवान पदमा या अधिकृत क्याडेट होइन को लागि त्यस्तो एप्लाई गरेर आउनुहुन्छ उहाँहरूको लागि बनाउँदैछु। अब म चाहिँ के भन्छु भने बाहिर अवसर धेरै छ होइन, बाहिर के गर्नुहोस्। अब सिभिल लाइफमा हामीले जे जति पनि सिभिल लाइफमा हुन्छ नि इन्जोय गरेर हुन्छौँ, खानु बस्नु डुल्नु साथीहरूसँग इन्जोय गर्नु होइन। त्यो त एकैचोटि हामीलाई लक लाग्यो जस्तो फिल हुन्छ यहाँभित्र आइसकेपछि। त्यो त होइन रुल्स अनुसारै परिहाल्छ। अब जब तपाईँ अब जवान पदमा भर्ना भएर आउनुहुन्छ, ट्रेनिङ सुरु भएको 1 महिनामै तपाईँलाई चाहिँ जागिर छोडौँ किन खाएछु भन्ने खालको होइन। सबैलाई होइन, कोहीलाई त्यस्तो खालको रिग्रेट हुनसक्छ है। त्यही कारणले म चाहिँ के भन्छु भने बाहिरै अपर्च्युनिटीहरू छ होइन। अब व्यवसाय गर्नुहोस् या अरू कुनै होइन सरकारी कर्मचारी हुन्छ नि, सरकार के भन्छ त्यसलाई बनाएन होइन, जस बाहिरै जागिर खानुहोस् है। जस अब के हुन्छ भने कतिलाई चाहिँ अब कोही मान्छे सबै यस्तै एउटै खालको हुन्न, कोही चाहिँ कस्तो खालको हुन्छ भने जस्तो भयो भने पल्टनमै रमाउने बानी भएपछि कस्तो भन्छ नि मान्छेलाई घरको यादै आउँदैन होइन। पल्टनमै रमाउने, पल्टनमै हाँसखेल गर्ने, बिन्दास त्यस्तो हुन्छ कोही। तर सबै चाहिँ त्यस्तो हुन्न क्या। अब भनेको टाइममा छुट्टी मिल्दैन। अब पल्टन नजिकै छ भने त अब यसो बिदा 1-2 दिन गरेर बिदाहरू मिलिरहेको छ। टाढो छ भने चाहिँ धेरै गाह्रो हुन्छ क्या। भनेको टाइममा बिदा मिल्दैन, कहिले केही मिल्दैन होइन। अब फ्यामिलीवाला हुनुहुन्छ भने के हुन्छ भने अब अनेक तनाव हुन्छ होइन। अब घर कहिले आउने, घरको लागि फ्यामिलीको लागि टाइमै दिन नसक्ने, यता यहाँ हो भन्ने हुन्छ। कमसेकम बाहिरै अब घर आफ्नै घरतिर आफ्नै व्यवसाय गर्नु हो भने त दिनभरि काम गरेपछि बेलुका घर फर्किनुहुन्छ नि त तपाईँ होइन, त्यस्तो हुन्छ। तर यहाँभित्र त्यो हुन्न। सो मैले चाहिँ बेस्ट अप्सन के देखेँ भने व्यवसाय गर्नुमा नै बेस्ट अप्सन होला जस्तो देखेँ मैले चाहिँ होइन। अब विदेशै जानु छ भने पनि होइन, राम्रो कम्पनी हेर्नुहोस् जानुहोस् होइन। विदेश गएर रिटर्न आएर चाहिँ फेरि आफ्नै नेपालमै के गर्नुहोस् क्या, हल्का त्यस केही आम्दानी कमाइ हुन्छ। बाहिर गएपछि कमाउनुहोस् होइन, बोलाउनुहोस् अनि नेपालमै व्यवसाय गर्नुहोस्। एग्रिकल्चर भयो त्यो के हो त्यो भए पनि व्यवसाय गर्नुहोस्, व्यवसाय गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब त्यो त हजुरहरूमा भर पर्ने कुरा हो। तर के भन्न चाहन्छु भने मेन टपिकमा हो, जो पनि अब यस जवान पदको लागि अहिले धमाधम भर्ना खोलिरहेछ होइन। हाम्रो ब्यारेकमा पनि लगभग 75 जनाको कोटा खोलेको छ। अब फर्म पनि भरिरहेछन् केटाकेटी भाइ बहिनीहरूले होइन, फर्म पनि भरिरहेको। मेरो पनि जागिर त धेर भएको छैन, त्यस्तै 3 वर्ष मात्र हो होइन। अब आफ्नो इच्छाको कुरा हो, कसैको चाहिँ ड्रिमै हुन्छ नि त। म चाहिँ यहाँ हुन्छु भन्ने हुन्छ। मेरो पनि एउटा ड्रिमै थियो होइन, मैले ड्रिम अचिभ गरिसकेँ। तर मलाई चाहिँ खाइसकेपछि ट्रेनिङ गरेको 1 महिना बादै रिग्रेट हुन लाग्यो क्या मलाई चाहिँ होइन। अब फ्यामिलीदेखि टाढा बस्नु यता त्यो फेरि ट्रेनिङ अवधि मात्र होइन, सधैँ त्यस्तै हो क्या, त्यस्तै हो, गाह्रो छ त्यही भएर। सो के भन्छु भने जे गरौँ आफ्नै घरतिर बसेर गरौँ होइन। त्यही हो, विदेशै जानुपर्छ भन्ने पनि छैन। हर कुरा पनि अब सानो कुरादेखि हल्का लेभल बढाउँदै लाने हो। एकैचोटि ठुलो घ्यापै भाग खोज्नु पनि हुन्न है। अब म पनि त्यही सोचेमा छु होइन। अब यसले चाहिँ जागिर खाइरहेछ होइन, आफूले जागिर खाइसक्यो अनि अरूलाई ठुल्ठुलो कुरा गर्छ भन्ने सोचेँ होला हजुरहरूको। त्यस्तो होइन, मैले पनि अब होइन डिसाइड गरिसकेको छु कि म पनि अब जागिर लङ टर्म खान्न होइन। त्यही हो, जागिर छोड्नेवाला छु म पनि, किनभने म सेटिस्फाई छैन नि त।
न फ्यामिलीलाई टाइम दिन सकेको छ होइन, न यस्तो यहाँको अब सेलरी तलबले भने ठिक्क खाना बस्न मात्र पुग्छ है। अब एक्स्ट्रा हजुरले के प्लस गर्छु भनेपछि कहिले शान्ति मिसन पर्खिने, कहिले के हुन्छ। अब ठिकै छ, यस्तै भए पनि चित्त बुझाउँछु भन्ने मान्छेहरूको लागि चाहिँ ठिकै छ। पछि मिसन सिसन आउँछ होइन, एक्टिभ भइहाल्छ अलिअलि हुन्छ। तर म केही गर्छु, म केही कमाउँछु, म जोड्छु तुरुन्तै भन्ने मान्छेहरूलाई चाहिँ व्यवसाय गर्नुहोस् भन्ने म चाहिँ सल्लाह दिन्छु है। अब मेरो ओपिनियनमा चाहिँ यस्तो छ होइन, मान्छेको आफ्नो सोच हुन्छ, सबैको सोच एउटै हुन्न होइन। अब मान्छे अनुसार सोच फरक हुन्छ नि त है। तर म चाहिँ के भन्न चाहन्छु भने भर्सक नआउँदा पनि हुन्छ क्या आर्मी मिलिट्री लाइफमा है, जोइन हुन खासै राम्रो देखिनँ मैले चाहिँ है फ्युचर। यति नै थियो गाइस। अनि भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा थ्याङ्क यू सो मच। अनि यसरी नै माया गरिराख्नु होला होइन। मेरो चाहिँ फाइनली 10K सब्सक्राइबर पनि पुगिसकेको छ होइन। मैले त हेरेको थिइनँ, अस्ति पनि एक्कासी हेर्दाखेरि होइन 10K सब्सक्राइबर पुगिसकेको छ। यसरी नै माया देखिरहनु होला भन्दै अरू भिडियोहरू पनि म हालि नै रहनेछु। एन्ड थ्याङ्क यू सो मच। बाई बाई गाइज, ह्याभ अ गुड डे।